हाई साथीहरू हजुर त जस्तै एज अ औपियरमा जर्मनी आउनु भएको हरू चाहिँ ओहो धेरैले सुन्नु भएको होला ओहो यो त औपियरमा गएको कसरी मिल्नु त्यसरी जानलाई मेबी पछाडी कोही हुन सक्छ अलि लुकाको केही हुन सक्छ भन्ने टाइपको त नेपालमा गएको बेलामा धेरै सुनिन सक्छ होला हैन अथवा 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 यतिसम्मको पनि देखाएको छु कि मैले मान्छेहरू जस्तै औपियरमा आएर पनि त्यो लाजले अथवा हुन्छ नि त्यस्तो भन्न अप्ठ्यारो लागेर अनि कसरी जानु भएको नि जर्मनी भनेर कसरी सोध्यो भने चाहिँ औपियर नभन्ने के औपियर नभन्ने म त स्टुडेन्ट यताउता त्यस्तो टाइपले त्यो ढाँटेको धेरै देखेको छु मैले चाहिँ देखेर नै आएको छु अनि भोगेर नै आएको छु अनि औपियरलाई नराम्रोमा लिएको पनि धेरै देखाएको छु मैले चाहिँ नेपालमै गएको बेलामा भोगेको छु भनौँ न अनि त्यसपछि मलाई चाहिँ एज अ आफै औपियरमा आएर एज अ आफैले 1 इयरको त्यो एक्सपिरियन्स भएको भएर चाहिँ भन्न मन लाग्यो कि होइन वास्तवमा औपियर राम्रो हो मलाई त राम्रो लाग्छ होइन एकदमै त्यो हुन्छ नि अरू देशको कल्चर सिक्न पाउने भाषा सिक्न पाउने होइन अनि त्यसपछि कसैलाई त बच्चाहरूमा मोह हुन्छ नि जस्तै मलाई त त्यस्तै थियो होइन अनि त्यस्तोहरूलाई चाहिँ बच्चाहरूसँग हरेक कुराहरू सिक्न पाउने खेल्न पाउने अनि त्यसपछि उनीहरूसँग हरेक कुराहरू साट्न पाउने होइन अनि अफकोर्स अब त्यो आज बस्दा भोलि बस्दा होइन आफ्नो बसेको जनावरको त माया लाग्छ बच्चाहरू त 1 वर्षमा बस्दाखेरि त अफकोर्स उनीहरूको पनि माया लाग्छ होइन अनि मेरो लागि त एकदमै नै त्यो औपियरमा जर्मनी आउनु भनेको चाहिँ मेरो लाइफको बेस्ट ऊ थियो क्या डिसिजन थियो क्या होइन थाहा पाएर त आएको होइन थाहा नपाइकन आए तापनि एकदमै बेस्ट डिसिजन क्या मैले जे गरेँ त्यो त एकदमै राम्रो गरेँ क्या ताकि म अहिले यो ठाउँमा छु प्लस खुसी छु भनौँ न अनि लाइफ के हो बुझेँ म को हुँ बुझेँ त्यसपछि मैले आफैलाई चिनेँ कि होइन एज औपियरमा आएर अनि औपियरपट्टि त म कहिले पनि नेगेटिभ छैन जबकि मेरै बच्चाहरू भइसक्यो 2 जना अनि उनीहरूले यदि भोलिपर्सि म चाहिँ एज अ औपियर कतै कुनै देशमा गएर हुन्छ नि त्यहाँको केही सिक्छु अनि म औपियरमा जान्छु हुन्छ भनेर सोध्यो भने मबाट चाहिँ अफकोर्स यस हुन्छ क्या म त त्यस्तो पोजिटिभ छु अनि नेगेटिभ त कसरी भयो भने नेगेटिभ भन्नाले नेगेटिभ कुरा चाहिँ के हो भने मान्छेहरूको बुझाइमा अथवा मैले आफैले भोगेकोमा चाहिँ जस्तै हामी होइन अब सबैजना नहोला तर मेरो केसमा चाहिँ कस्तो भने औपियर एकदमै राम्रो प्रोग्राम हो तर त्यसको लागि चाहिँ जब जो औपियरमा आइन्छ नि एकदमै त्यो कन्ट्र्याक्टमा के छ त्यसमा हेरेर बस्यो भने